channel and a new day, new vlog है अन्त आजको vlog चाहिँ चिया पूजामा गएको है पुराणमा नानी अमाइरा यता हेर्नुहोस् त ए पापाले बोक्नु भयो बिबियामा कहाँ जानु भएको उसो दिपक माइरा हेलो बेबी जय हामी जय भन्नु गएको मम्मी पनि ब्लू छोरी पनि ब्लू झोला पनि ब्लू ट्विनिङ को साथमा दुईजना छोरीहरू चाहिँ पापासँग यो दिन भोलिपछि यो भिडियो हेर्दाखेरि तिमीलाई कस्तो मजा आउँछ मैले कस्तो फिल गरेको छु यो कुरा राधे राधे भन्दै जाउँ अलिकति ल राधे राधे लेखेको लगाइहाल्छ लुगा पनि राधे राधे कस्तो मजाले फुल्दैछ अझै पनि मरेको छैन यो बोट अहिलेसम्म पनि मरेको छैन रहेछ हौ हामीले पहिला काम त उयो गर्थेन टिप्थेन अर्को पालि हेर्दाखेरि क्या खोइ दुईजना होला त नानीको बाउहरू खोइ पापाहरू सबैजना जाऊ 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 यता हेर रिमेमा राधे राधे हामी चाहिँ आइपुग्यो कम्युनिटी हल पूजा भएको जग्गामा पिपी हेरिराख योपालि मात्र तिमी सिङ्गल ओइ कथा लगाउँछन् कथा लगाएर जति पनि यो फुल फाल जे जे हुन्छ नि लगेर कहाँ बनाउँछ पछि आएको भन्नुभयो वृंदावन को लीला मथुरा को लीला द्वारिका को लीला तीन प्रकार का लीला राम ना स्वयं व्यस्त कुहकम नदी पनि कर्म सरोवर ज्ञान सबैलाई परमात्माले दिएको भयो रिबुना लगाइदियो म मात्र बाँचे को बाटो देखाइदिनुहोस् हजुरले भन्दाखेरि पुरै जुत्ता लगाएर चाहिँ खोल्नु दयालु मेरा भी भंडार भर देना हे दयालु मेरा भी भंडार भर देना हे दयालु मेरा भंडार भर देना अरे आपका सेवक हो मेरा आज कर देना आपका सेवक हो मेरा आज कर देना हिन्दू भनेको जसले अर्काको हिंसा गर्दैन जसले अर्काको बलि वचनबाट पनि हिंसा गर्न सक्दैन त्यसलाई हिन्दू भनिन्छ हाम्रो धर्मको नाम के हो हामी कुन धर्ममा छौँ भन्नुहोस् हाम्रो धर्म के हो हामी हिन्दू हौँ भने हिन्दूले अर्काको हिंसा अर्काको घृणा अर्कालाई घृणा गर्न सक्दैन त्यसैले हिन्दुत्वमा नै विश्व बन्धुत्व छ
हिन्दुत्व माने विश्व धर्म छ। हिन्दू छैन भने असुरक्षित छ। हेर्नुहोस् न आजकल हेर्नुहोस् इजरायल हेर्नुहोस् यहुदीहरूको देशलाई हेर्नुहोस् पाश्चात्य देश अरू हेर्नुहोस् सबै झगडा लडाइँ चलिरहेको छ। हाम्रो भारत देशलाई हेर्नुहोस् कति आनन्द छ। कुम्भमा आज बिहानको न्युज हेर्दै थिएँ लगभग 80 करोड मान्छेले एकै ठाउँमा स्नान गरिसके। हेर्नुहोस् न कति विशुद्ध भावना छ हाम्रो। यसैले हिन्दू छ भने विश्व बचाउनु छ। हिन्दू छ भने देश जाति छ। यसैले हिन्दू जातको जरुरी छ। हामीले भन्नुपर्छ हामी हिन्दू हौँ हाम्रो देश अन्य हामीले सक्नुपर्छ। यदि हामीले सकिँदैन भने हामीले लाज लाग्यो भने हेर्नुहोस् त्यो फलानाहरू चाहिँ कोही शुक्रबार जान्छन् कोही आइतबार जान्छन् हामी चाहिँ कुन बार जान्छौँ बोलो राधे राधे। हाम्रो नानीहरूलाई संस्कार दिएकै छैन। फलानु शुक्रबार जान्छ फलानु चाहिँ आइतबार जान्छ हामी चाहिँ कुन Amira यता हेर्नुहोस् नि केटीहरू भित्र बस्नु नमानेर दङ्गाएर माइरा हा उयो हेर न नपक्रिनु पनि अरे प्रभु। रिबु अब यो झाँकी भएर त सक्छ होइन के हो रिबु? पक्राइ पेन कट्टाले अहिले लडे भन्छ नि अहिले माइरा रिबियामा रिबुको कपाल त खतरा भइसकेको छ त ऊ हेर्नु त उयो गरेर मेरा ल नानी खै थाली भोजन भएको सुपर हेर्नु सुपर हो वादा किया प्रार्थना गर्दै खुद्दै कुन्तीले आशीर्वाद माग्दै हुन्थ्यो। त्यही ठाउँमा उत्र आई रुँदै के भन्छ कामदादात्मानाथ मामि गर्भो निष्पदा निसंयोजनावो माग्दैन नरेको हो। हजुर खै लुजाऊ त्यो म्याउ उयो बिहामा भुलेपछि हजुर अन्त अब ओ भगवान्ले जाउँ म्याउ भएकोमा जाउँ न अन्त जाउँ ल कक नानी कक ठुङ्छ है कक हेर न गएको आँखा चाहिँ चिम गर्दै जान्छ नि फेरि ओ ल्या तर भिज्दैन होला है बाबु हो कक प्रेरणाको घरमा कक पुरा पालेको छ अहिले हो गएर अगाडि नै बस्नु भन्छ यसरी ढ्याप्पै हेर्नु छ भनेदेखि लु जाउँ न अन्त बेबीलाई पक्रिनु हात त्यसो गर्नु हुँदैन
ठुङ्दैन नानु हातले त ठुङ्छ उ यहाँबाट आइज होइन काम काम गर कोकोला काम काम छिटो बोलाऊ बोलाऊ कोकोला बोलाऊ कक आऊ आऊ खै ककलाई बोलाएको खै खै लु ककलाई बोलाऊ न त अन्त कक बिस्तारी जाऊ बिस्तारी बिस्तारी जानु हुँदैन हौ नानु हावा आयो ठुङ्दैन होला है उयो कुखुराले है कक अमाइरा बाई उयो हेर्नु न भागो उभिएर बस्नु उसको दुईटा पोथी एउटा भाइ उसलाई पनि उयो गरिदिनु न त नि तपाईँ नै गएर उयो छैन नि त यो चप्पल उयो नै हेरेको कुखुरा बिगाउँछ होला नि त ए जुत्ता ल्याइदिनु नि त मैले ऊ त अन्त यसरी हिँड्नु खोज्छ कहाँ भित्र बस्छ अन्त है चुन्ने नि आउनु दिवाङ यहाँ होइन सिक्नु देवकीको गर्भबाट प्रकट भएको पहिलो छोरो ए उयो पूर्वको मुखबिन्दबाट अभिनयपत्रले आकर्षक हो आज कृष्ण प्राकट्य उत्सव पावन अवसर हो त्यसर्थ यो पावन अवसरमा आमाको कोखमा सबैले अब उठेर छोड्ने कन्हैयाको प्राकट्य उत्सव मनाउनु पर्छ है त अहिलेसम्म दाजुभाइहरू बसिरहनु भएको अब दाजुभाइहरू पनि बस्नमा आउनुहुन्छ है त सबैले उठेर छोड्दै कन्हैयाको प्राकट्य नन्द घर आनन्द भयो जय कन्हैया जय कन्हैया लाल की जय कन्हैया लाल की कोही चाँदो छोड्दै नाच्दै यशोदाको छोरो भयो नन्द भयो जय कन्हैया लाल की जय कन्हैया लाल की जय यशोदा लाल की ओ जय कन्हैया लाल की जय यशोदा लाल की श्री राधे ओ यशोदाको छोरो भयो जय कन्हैया लाल की हाथी घोडा पाल की जय यशोदा लाल की हाथी घोडा पाल की जय यशोदा लाल की नंद घरा नंद भयो नंद घरा नंद भयो ओ नंद घरा नंद भयो हाथ उठाए नंद घरा नंद भयो
बधाई सारे भगवान कृष्णको जन्म भयो आज नाचेर कृष्णको जन्म भयो आज नाचेर गाएर हर्षमन नाचेर धुम मचा गाएर हर्षमन नाचेर धुम मचा कृष्णको जन्म भयो आज नाचेर धुम मचा कृष्णको जन्म भयो आज नाचेर धुम मचा Come. Ow, ow, ow. Ow, 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 ow. Ribu, आउनुहोस् न तिमी पनि Come, baby. चिप्लो छ है अमाइरा यता चिप्लो छ नि अमाइरा आउनुहोस् अमाइराले एप्पल उल फ्याँके उसले अर्को चाहियो उसले रातो कलर अघि दिनु रातै कलर हेर्दैछ नि त हो आउनुहोस् यहाँ काम फुक्नुहोस् फु 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 रिबो पापाहरूसँग के मजाको देखेको छोरीहरूलाई दिदु यता हेर्नुहोस् कहाँ जानु भएको कहाँ जानु भएको माइरा कहाँ जानु भएको कपाल कहिले बढ्ने उसको है मलाई त सक्सक लागिसक्यो पुरा सधैँ त्यो कपाल लामोमा देख्ने बानी भएर क्या हौ हामी चाहिँ आज अन्तिम दिन यो भगवत पुराणको अन्तिम दिनमा तर मलाई के छैन भइरहेको छ यो कलर जान्छ है यो कलर सबै म्याच गर्छ हो मिल्छ है के भर्खर सुखमाका सुखी भइरहेको छ नि दुःख पर्दाको भित्रको सहयोगको आवश्यकता पर्दैन पावन पनि छ के छ हामी अलिक ढिलो भयो सिधा पार्छ त्यस्तो बनाइहाल्छ माइरा मैले दुईजना पर्छ नानी कहिले हुन्छ अरे कन्हैया र सुदामा जुन दिन मिल्नुभयो त्यो दिनलाई चाहिँ सनातन परम्परा हिन्दू परम्पराको फ्रेन्डसिपले मित्रता दिवस भनिन्छ त्यो तिथि चाहिँ कहिले आउँदो रहेछ भन्दाखेरि पुष महिना शुक्ल पक्षमा पुष महिना सप्तमी तिथि आत्माको मिलनसँगको सम्बन्ध कस्तो हुन्छ भन्ने बिचमा याद पनि गर्दै हुनुहुन्छ कन्हैयाले मलाई चिन्छन् कि चिन्दैनन् त्यो पनि आकांक्षा छ हृदयमा त्यो प्रकारका भावहरू पनि अडबडाइरहेका छन्
समुद्रमा आएका तुफान जस्ता मनमा विचारहरू त्यो प्रकारका तरङ्गहरू प्रेरित भइरहेका छन्। त्यो अवस्थामा सुदामा खोज्दै खोज्दै आउनुभएछ। कसै स्त्रीहरू बाटामा भेट्नु भएछ, सोध्नु भएछ, ए यो कसको नगर हो? कन्हैयाले पनि थाहा पाउनु भएछ र गरुडलाई आदेश दिनुभएछ। गरुडलाई भन्नुभएछ सुदामालाई उठाएर ल्याउनु, तर थाहा नहोस्। कन्हैयाको आदेशबाट सुदामालाई पोरबन्दरबाट उठाएर द्वारिका ल्याएर छोडिएछ। सुदामाले हेर्नुभयो कति छिटो म द्वारिका आएँ, सोध्नु पर्यो यो नगरको नाम के हो भनेर सोद्धाखेरि त त्यो नगरवासीहरूले भनिन्छन् यही त द्वारिका हो। अरे जसको दैलो दैलोमा परमात्मा विराजमान हुनुहुन्छ त्यसलाई द्वारिका भन्छन् भन्दै त्यहाँका स्त्री पुरुषहरूले ती सुदामालाई भन्न थालेछ। अनि सुदामाले भन्नुहुन्छ अनि हाम्रो कृष्ण परमात्मा चाहिँ कहाँ बस्नुहुन्छ, प्रभुको निवास स्थान चाहिँ कहाँ छ, कुन दरबारमा बस्नुहुन्छ भन्न ती स्त्री पुरुषहरूलाई सोद्धाखेरि भन्नुभएछ यहाँबाट दायाँ जाने बायाँ जाने लेफ्ट राइट बाटो बता घटना गर्नुहुन्छ कि मलाई कन्हैयासँग मिल्नु छ, मेरो मित्र हो भनेर भन्नुभएछ। त्यो द्वार पालेर हाँस्न थालेछ। अरे कन्हैयाको मित्र यस्तो निर्धन हेर्नुहोस् न, सबैको मनमा आउँछ नि कि धनी मान्छेको साथी चाहिँ धनी मात्रै हुन्छ भन्ने हुन्छ नि। सबैलाई लागेछ, त्यो द्वार पालेलाई पनि लागेछ कन्हैया जस्तो अनि यो सुदामा यस्तो जस्तो। गरी आ गया रे इधर पे सुदामा, गरी आ गया रे भटकते भटकते न जाने कहाँ से, भटकते भटकते न जाने कहाँ से करीब आ गया है, करीब आ गया है। अरे द्वार पालो कन्हैया से कह दो करते सुदामा करीब आ गया है। तंदुलम पोटलम वृक्षामं सबदुल्यो। एउटा पोटलीमा चाहिँ तन्दुल नाम गरेको वस्तु राख्नु भएको, काकीले दिनुभएको यानी बाउजूले दिनुभएको प्रसाद भनेर। कन्हैयाको घरमा जाँदाखेरि भनिन्छ नि त दुईटा व्यक्ति भएको ठाउँमा जाँदा चाहिँ खाली हात भनिन्छ नजा। थियो जस्ता सामानहरूभित्र ठुला ठुला सामानहरू जो आवश्यक परेको थियो त्यस समयमा हामीलाई प्रदान गरेर हामीलाई आवश्यकता पूर्ति गर्नुभएको थियो। सबैजनालाई एकमुष्ट रूपमा हामी धेरैभन्दा धेरै धन्यवाद जताउन चाहन्छौँ। अनि उसरी नै सारा समाज जसका विभिन्न सरसामग्रीहरू हामीले चलाएको छौँ सारा समाजलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ। दर्पण समाज जहाँबाट हामीले आवश्यक टेबल इत्यादि इत्यादि सामानहरू पनि दिएको थियौँ, दर्पण समाजलाई हामी धन्यवाद दिन चाहन्छौँ। हल कमिटी के टिप्नु खोज्दैछ रे त्यहाँ दिनुभएको छ, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। पेपर साइडमा हैन हो सिटिओ डिस्टेबिलिटी गार्डन तथा प्रबन्धक जो डिस्टेबिलिटी कम्पनी लिमिटेड यहाँलाई पनि हामी धेरैभन्दा धेरै धन्यवाद यस मञ्चबाट आज दिन चाहन्छौँ। जसमा हाम्रो भाइ पनि यहाँ हुनुहुन्छ, यति सुन्दर साउन्ड सिस्टमको साथमा यहाँले हामीलाई सहयोग गर्नुभएको छ। चिप एन्ड बेस्ट सबै राम्रो साउन्ड रतन साउन्ड सबै याद गर्नुहोला। यहाँलाई पनि धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूलाई पनि अर्कै गाडीमा यथाशीघ्र हामी 27 माइल ड्रप गर्न गइरहेका छौँ र समयमा 2 बजी अनि अर्को गाडी ठुलो फाटकमा 2 बजी आउने भएको कारणले गर्दाखेरि असुविधा भएको छ। तपाईँले गाडीको व्यवस्था कुनै पनि हालतमा मिलाइदिनु होला।